रामारोसनको। हामी अब यो सुदूरपश्चिमको अछाम जिल्लामा पर्ने रामारोसन तालमा यो रामा भन्ने खण्डमा छौँ। अनि अब हामी एउटा तालमा जान्छौँ। अब रोशन तालमा हामी जान्छौँ। यहाँ 12वटा ताल छन्, 18 खण्ड छन्। खण्ड भनेको यस्तै यो भूभागलाई खण्ड यस्तै 18वटा रहेछन्। अब हामी यहाँबाट घुम्दै जान्छौँ। दा हेर्नुहोस् यो सुरु हुन्छ। अब यहाँबाट हामी पनि निस्किन्छौँ। अब यहाँबाट हामी सोझै गएर 8 किलोमिटर यात्रा गर्छौँ। 8 किलोमिटर हिँडिसकेपछि हामी हाम्रो रामारोसन घुमाइ 8 किलोमिटर हुन्छ अरे। अब हामी सुरु गर्दैछौँ यहाँबाट। ल अब हामी रामारोसनतिर अगाडि बढ्यौँ। अब ऊ भाइले हामीलाई सबै घुमाउने रे। अब उहाँले घुमाउने रे सबै के छ यहाँको बारेमा सबैले अपडेट दिनु। उहाँहरू पनि यता घुम्न आउनुभयो हो रामारोसनतिर। भन्दै आउँदा हुन्छ यो 12 अन्त यस्तो पढाउँदै आयो। ए मेरो भाइ यो कुन ताल हो यो? अच्छा यो पनि यो 12वटा ताल मध्ये एउटा ताल हो, रामे ताल होइन यो? आज अलि सुक्खा छ, बर्खायाममा चाहिँ सुरु यो रामे ताल। अनि यो अच्छा यहीसँग जोडिएकै ताल हो यो पनि, रामे ताल। ल यसको नामाकरण खास किन भएको भाइ थाहा छ? कस्तो तालहरूको नामाकरण खास किन भएको? पहिलाको पुर्खाले किन राखेको थाहा छ कि? होइन यो त धेरै शताब्दीमा पहिलाबाट केही पुर्खाले गरे होला नि। अहिले त थाहा हुने त्यस्तो उयो छैन। के गोठेरी? ल पहिलाका मान्छेहरूले आफ्नो गोठेरी पनि बनाउन पाइँदो रहेछ। यसलाई फेरि पर्यटनलाई पैसा तिर्नुपर्ने रहेछ यहाँ बस्नुलाई, प्रयोग गर्नलाई। यो सानो पानी रामारोसनबाट लिक भएको